हेलो गाइस फाइनली हामी रुम आइसकेका छौँ। अघि हिँड्दै जाँदाखेरि बाटोमा के गतिविधि भयो, कस्तो मल घुम्यो, के खाइयो भनेर मैले तपाईँलाई देखाइसकेको छु यो भिडियोमा। यो भिडियो अन्तिमसम्म हेरेर मलाई साथ सहयोग गरिदिनु हुन अनुरोध गर्दछु र तपाईँले मसँग लागेको कुराहरू चाहिँ सबै कमेन्टमा लेखिदिन पनि अनुरोध गर्दछु। हेलो गाइस, ल हामी चाहिँ अब घुम्न जान ठिक्क पर्यो। अब पुरै यसलाई पनि आगो लगाइसक्यो, पोलिसक्यो होइन। यतापट्टि अब अर्कोमा पनि आगो लगाइसकेको छ। अब चट्ट आज हाम्रो चाहिँ घुम्न जाने प्लानमा छौँ हामी। ल गाइस, कता कता घुमिन्छ तपाईँलाई अपडेट गरे नै छु म अहिले चाहिँ। ल गाइस लाग्यो है त घुम्न, भरे भेटौँला साथीहरू। वेट, बल्ल 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 च्याट्टा हाम्रो गाडी यहाँ छ। हामी यसरी पार्टीमा आइसक्यौँ। यसरी लागिँदैछ होइन। ट्याक ट्याक साथीहरू ट्याक। अब हामी यहाँ मल घुम्न आएका होइन। मलको चाहिँ वातावरण कस्तो छ भने तपाईँलाई म देखाउँछु एकछिन पछि है। अहिले चाहिँ यस्तै छ, एकदम रमाइलो वातावरणमा। लिफ्टमा कुद्दा त दामी हुन्छ त। 他们懂厕所在哪里吗？然后呢，上厕所吃的。还是喂啊，3针的。ल फाइनली हामी चाहिँ आइसक्यौँ रहेछ। यहाँ यस्तो देखिन्छ यस्तै खाना आइएको छ। टन्नै मान्छे छन्, खाँदैछन् है। खाइरहेको छ सबैजना। म चाहिँ यस्तो कालो आइसकेको। मेरो खाना चाहिँ यहाँ छ मसरुम सुप, माछा सब तर सबै भेजिटेबलै यहाँ छ। हामी यहाँ आइएको छ त्यही पछाडि त्यहाँ गाउँमा तलै छ म्याटोल है। म्याकडोमा त्यहाँ छ, म्याकडोमा माथि बसेर रोकाउने। अर्को छैन सेकुवा। कहीँ कहीँ यस्तो हुन्छ दाजु।
ल गाइज अहिले हामी चाहिँ यो जया स्टिल भन्ने ठाउँमा छौँ। यहाँ तल म्याकडोनल्ड छ। हामी यहाँ माथि बसेर यसरी खाना खाइरहेको अवस्था छ होइन। अब यस्तो छु म यहाँ। तपाईँहरू यहाँ आउनु भएको छ छैन, यदि खाना खान आउँथ्यो तपाईँले चाहिँ देख्नुहुनेछ सडक है त। हामी यहाँ छौँ, त्यो माथि चढेर अवस्था छ। तपाईँलाई भिडियो अपलोड गर्दै गर्छ है त। रासापाको अभिमुखी कार्यक्रममा जाँदाखेरि तितो कफी खुवाए, अरू केही खाएनन् भन्ने कुरा गर। अब हामी अभिमुखी कार्यक्रममा नगए पनि हामी चाहिँ तितै कफी भए पनि खाँदैछौँ है त गाइजहरू। ल चिनी हाल्नुपर्छ भन्दै चिनी हाल्दा पनि तितो हुन्छ क्या कफी चाहिँ, यस्तै छ। यहाँको दृश्य देखाउँदै तपाईँहरूलाई म यहाँ कफी खाँदैछु। आज हाम्रो चाहिँ होलिडे परेको छ, त्यो भएर हामी यतापट्टि घुम्न आएका छौँ। यसरी रेस्टुरेन्ट कफीको चुस्की लिँदैछौँ है। तपाईँ नि खानुहुन्छ भने आउनुहोस् ल। यहाँ समाज ए समाधि राख है। नेपाली बाहेक गर्छ होइन त। खेलौना बबाल छन्। छोराको साथमा नखेलेको पनि धेरै वर्ष भए होइन। यस्ता खेलौना सम्झँदाखेरि सानो छोराको र छोरीको याद आउँदो रहेछ। छोरी त ठुलो भए तापनि छोरालाई चाहिँ यो ठाउँमा खेलाउन पाए, यस्ता ठाउँमा खेलाउन पाए, नेपाल गरै पनि भएदेखि अहिले चाहिँ खेल्ने उमेर थियो भने एकदमै याद आउँदो रहेछ यी खेलाउन देखिँदाखेरि। यहाँ खेलाउन देखाउँदै ठाउँमा छन् यो यस्तै बच्चाले खेल्ने ठाउँ है। यस्तो खेलाउने स्पेस देखाउँदा पनि एकदमै बच्चाको याद आउने रहेछ। ठिकै छ, यादसँगै चाहिँ पछिका यी कुराहरू पनि पुरा होलान्। पक्कै पनि आइसकेपछि छोरासँग यस्तै ठाउँमा लगेर, नेपालमा यस्ता धेरै बनिसकेका छन्, खेलाउने छु। मिस यु छोरो। हेर्नुहोस् ल, हेर्नुहोस् त गाइज, यहाँ चाहिँ मलेसियाको सिनेमा हल ZGN देखाउँछु होइन। यहाँ चाहिँ यसरी चाहिँ मेरो ब्याकग्राउन्ड देखेको छ फिल्म हल। ल है त गाइज जाउँ है त। ल यहाँ टिकट कसरी काटिँदो छ भन्ने कुरा तपाईँ देख्नुहुन्छ। चाहिँ यस्तो सिस्टम हुँदो रहेछ साथीहरू। यो चलिरहेको छ मुभी चाहिँ। अब तपाईँ त्यहाँ टच टिकट स्पेसल पोस्टर स्क्यान गरेपछि तपाईँको त्यहाँ पाइनुहुन्छ यी टिकट काट्ने। कुन चाहिँ हेर्ने तपाईँले मल छैन त सिस्टम। यो चाहिँ हामी कहिलेकाहीँ चाहिँ आउन पाउने मल हो नै। हाम्रो ठाउँबाट धेरै टाढै पर्छ। अब म तपाईँहरूलाई देखाउन लाँदैछु हामीले जो किनमेल गर्ने ठाउँ। किनमेल चाहिँ अब पहिलेदेखि नि गर्नु त गरेको यो ठाउँमा, तर धेरै वर्ष चाहिँ भएको छैन। यो अब यस्तो छ यो मल चाहिँ। यो जया तिसा मल भन्छ। उहाँ हेर्नुहोस् जया मल। यो चाहिँ ठ्याक्कै जया सपिङ महल भने चाहिँ यहाँबाट यस्तो देखिन्छ ठाउँ चाहिँ। अब तपाईँले हेर्नु नै राम्रो। अब हामीलाई त हेर्नु भनेको होइन तपाईँलाई, मलाई हेर्न। म पनि तपाईँको चित परिचित साथी नै हुँ, शङ्कर महत। यो चाहिँ भ्लग चाहिँ यसपालि तपाईँको युट्युबमा नै आउनसक्छ, फेसबुकमा नै आउनसक्छ है त। यो मल चाहिँ यो पसलभित्र छिर्न आँट्यो कि, तर यो पसल बन्द छ भने जस्तो कुरो बुझेँ मैले त। 80% अफ रहेछ, 30% एक्स्ट्रा। ल अब हामी यो ठाउँमा छिर्छौँ है त। यहाँ चाहिँ हामी छिर्छौँ। त्यो कस्तो सामान पाइन्छ भन्ने कुरा तपाईँलाई म देखाइहाल्ने छु है। अझै तल जानुपर्ने रहेछ होइन। अहिले यति मलमा त यो साथी हो जया सपिङ मलमा। अब यहाँ जुत्ता हेरिँदैछ। जुत्ता तपाईँलाई म देखाउँ। जुत्ता चाहिँ यस्तो किन्ने
निर्णय गरेँ तर यहाँ अलिक पिङ्क भएर अलिकति यहाँ मन ख्यास्रक्क भएको छ है। यो किन्ने कि तपाईँहरूको यहाँ तपाईँलाई म देखाउँछु। यहाँ हेर्नुहोस् यसको दाम चाहिँ अर्कै छ यहाँभित्र। यो चाहिँ अफरमा रहेछ है। यो चाहिँ हेर्नु 19 रुपियाँमा यसको दाम कति भन्नुहुन्छ भने 260। यसको 260 चाहिँ 60 को चाहिँ अहिले दिएको रहेछ 19 रिङ्गेटमा। ल यसरी अफर चलिरहेको छ साथीहरू। तपाईँहरूलाई जुत्ता चाहिन्छ भनेदेखि यहाँ भिजिट गर्नुहोला यो स्टोरमा जया सपिङ सेन्टरमा। एउटा चाहिँ जुत्ता लाने विचारमा छु अझ। एकजनालाई दुईजनाले किनिसकेको छ। म चाहिँ खोज्दैछु मेरो साइज 42 को नपाएर। अब यो 259 को 19 रुपियाँ दिएको छ तर साइज छैन। हेर्नुहोस् त यहाँ साइज मलाई चाहिने 42 नभेटेको कारणले गर्दा म अर्कै जुत्तातिर मोडिँदैछु। यदि ल साथीहरू यो विज्ञापन गरेको होइन। तपाईँहरू पनि नजिक हुनुहुन्छ भने अफर चलिरहेको छ आउनु होला है त। जया सपिङ सेन्टर। जया सपिङ सेन्टरको नजिकै कोही साथीहरू हुनुहुन्छ भने एकदमै जुत्ताको अफर चलिरहेको छ। यहाँ भिजिट गर्नु होला। बबाल छ। तपाईँको 260 पर्ने जुत्ता 260 पर्ने जुत्ता चाहिँ तपाईँलाई 19 रिङ्गेटमा पाइरहनु भएको छ है। यो खालको जुत्ता यहाँ साथीहरूले किनिसकेका छन्। तपाईँहरू यदि जुत्ता छ भने जया तिसम्मलाई सम्झिनु होला। ल गाइजहरू यो जुत्ता लियो। घुम्दा गएर तपाईँलाई यो जुत्ता कस्तो लाग्छ त एउटा कमेन्ट चाहिँ छोडिदिनु। यहाँ हाम्रो नेपाली भाइ हुनुहुन्छ है। यहाँ नेपाली भाइ पनि भेटियो यो सपिङ मलमा। एकदम अफर चलिरहेको छ। यहाँ 19 रिङ्गेटदेखि तपाईँको सम्म पाउनुहुन्छ यो जुत्ताहरू। यहाँ हुनुहुन्छ हाम्रो भाइ नेपाली महोत्तरीको। अब धेरै कुरा नगर्नु फेरि त्यसलाई गाली होइन। अब हामी घुम्ने वा काम गर्ने होइन। धेरै सोध्ने कुरा नि हुँदैन। ल तपाईँहरू यो जया तिसा मल यो ठाउँको नाम चाहिँ के हो ठ्याक्कै? पेतनजयामा चाहिँ एकदम अफर चलिरहेको छ। 260 को जुत्ता चाहिँ 19 रिङ्गेटमा पाउँदै हुन्छ। तर यो चाहिँ होइन है अर्कै छ। अर्को किनिसकेको छु मैले त्यो पनि। ल साथीहरू अब म यहाँ जुत्ता लाएर चाहिँ जान निस्किँदैछु है त। ल गाइज हामीले चाहिँ अब सबै सपिङ खाइवरिपि गरेपछि हामी चाहिँ अब बाहिर निस्केका छौँ। बाहिरको छ यो जया तिसा मलको। यहाँ डिजिटल महल छ एउटा। यो हेरि सक्नुहुन्छ तपाईँले। यहाँ यतापट्टि अघि माथिदेखिको यहाँबाट एउटा ब्याङ्क, यहाँबाट KFC चाहिँ होइन म्याकडोनल्ड छ। यहाँ हामी चाहिँ माथिबाट निस्किसकेका छौँ। अब यहाँबाट ग्र्याब चढेर गट्ट हामी मेरू जाँदैछौँ है त साथीहरू। भिडियो अन्तिमसम्म हेरिदिनु हुने सम्पूर्ण साथीहरूलाई नमन गर्दै आगामी दिनमा यस्तै भिडियो लिएर आउँदैछु। माया गरिदिनु होला। सम्पूर्ण साथीलाई नमस्ते। दसौँला टोक्राएँ है टोक्राएँ।